केही युवाहरू बटुलेर चाहिँ माओवादीले चाहिँ उपद्रव देखाइरहेको छ सोसियल मिडियामा। यो भिडियो हेरिनु भएको छ नि। यो भिडियो त हेरिहाल्नु भयो। माओवादी यति बेला सबैभन्दा बढी भ्रष्टाचार गर्ने हैन, एउटा सत्तामा पुगेर चाहिँ नेपाल राष्ट्रलाई नै चुर्लुमे खाल्डोमा चाहिँ जाग्ने हैन, नेपाल राष्ट्रका चाहिँ सम्पत्तिहरू चाहिँ सबै विभिन्न देशका चाहिँ ब्याङ्कहरूमा भर्ने र त्यो भरेको चाहिँ भरपाई चाहिँ एक आपसमा चाहिँ हिसाब किताब नमिलेपछि फुट्ने। यो त आजको दिनसम्म आइपुग्दाखेरि तपाईँ सम्पूर्ण नेपाली जनताहरूले देखिहाल्नु भयो। अब यो देख्दा देख्दै अझै नेपाली जनताहरूलाई आँखामा छारो हाल्नका लागि चाहिँ जेएनजीको नाममा यस्ता दुई चारजना युवाहरू बटुलेर चाहिँ अझै भ्रष्टाचारको चाहिँ अन्त्य गर्छौँ भनेको छ। सबैभन्दा पहिले चाहिँ ती युवाहरूले चाहिँ आफ्ना महामहिम प्रचण्डका चाहिँ सम्पत्तिहरू चाहिँ दुबईका ब्याङ्क लगायत विभिन्न ब्याङ्कहरूमा चाहिँ कहाँ कहाँ थोपरिएका छन्, ती सम्पत्तिहरूको हिसाब किताब चाहिँ आफ्नो पार्टीबाट देखाउनु। क्यान्टोनमेन्टका त्यत्रा रकम चाहिँ भ्रष्टाचार गरेका बाबुराम भट्टराईले भनेका, स्वयं विभिन्न माओवादी नेताहरूले भनेका ती भ्रष्टाचारका रकमहरूका चाहिँ हिसाब किताबका फाइल चाहिँ पहिला खोल्नु, अनि त्यसपछि भ्रष्टाचारको अन्त्य गर्छु भनेर कुर्लिनु। होइन भने यो उपद्रव नाटक देखाएर चाहिँ नेपाली जनताहरूले यो विश्वास गर्नेवाला छैन।